छैन त्यो प्लानको अनुसारले हामीले कहाँ पार्टी प्लान बनाउन सक्ने, कहाँ एउटा वेलनेस पार्क सानो बनाउन सक्ने है। र सिएम सरको एउटा विचार के छ भने चाहिँ गान्तोकलाई नै सिक्किमलाई हामी गान्तोकलाई फोकस गर्छौँ, गान्तोकलाई नै एउटा वेलनेस सिटी बनाउने र त्यो पार्टी चाहिँ हाम्रो 21वटा वार्ड एरियाले हामी धेरैवटा चाहिँ वेलनेस पपुलेरिटी इज इन द माइन्ड्स अफ दिस गभर्मेन्ट कि यसलाई चाहिँ कुनै पार्टी होलिस्टिकली डेभलप गर्नुपर्छ। र किनभने त्यो पुल काट्ने बित्तिकै गान्तोकमा वेलकम टु गान्तोक हुँदैन र सरकारले सोच्दैछ कि त्यहाँबाट केही बनाउनु पर्ने कि त्यहाँबाट ठुलो एउटा आर्टको एउटा केही बनाउनु पर्ने कि। तर त्यो मात्रै होइन, रानीपुरको जुन चाहिँ लाल बजारको इस्युजहरू छ त्यो सरकारको नलेजमा छ र हामीले एउटा छिटै एउटा यसले ठुलो एउटा सर्भे गरेर यसमा हामीले कहाँ कहाँ के बनाउनु सक्छ, त्यो सुविधा रानीपुरको पब्लिकलाई कसरी दिनु सक्छ, त्यो एउटा मास्टर प्लान बनिँदैछ। त्यो अन्त छिटो देख्छ, यसमा उहाँको एउटा डाइरेक्सन पनि हामीलाई छ। र अर्को चाहिँ उहाँले अघि लाइसेन्सको कुरा गर्नुभयो, त्यसमा चाहिँ एउटा कन्फ्युजन के छ भने नयाँको लागि चाहिँ प्रायः डकुमेन्ट सबै पर्छ, त्यो तपाईँले एक्सेप्ट गर्नुहुन्छ। र पुरानोको लागि चाहिँ कन्फ्युजन के छ भने पुरानोको लागि चाहिँ खासमा तपाईँको डकुमेन्ट्स मोटामोटी छ थियो, त्यसले गर्दा त लाइसेन्स चलिरहेको छ। सो तपाईँहरू चाहिँ त्यो नयाँ र पुरानो डकुमेन्ट्समा चाहिँ कन्फ्युजन भएको। अहिले तपाईँले हेर्नुभयो भने तपाईँको सबैको लाइसेन्स मोटामोटी एकदम सरल पाराले बनेको छ है। तर हामीले बारम्बार चाहिँ के भन्दैछ भने यो फायर भन्ने चिजमा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने हुन्छ। किनभने फायर भन्ने चिजमा चाहिँ के हुन्छ भने तपाईँको एउटा बिल्डिङ मालिक होला, उसको मुनिपट्टिको सानो क्याफेटेरिया उसको कसले बिल्डिङ चल्नु सक्छ, उसको बिल्डिङ मात्रै होइन छर छिमेकी सबै माने तस नहस हुन सक्छ। भन्नु भन्दा हामीलाई कति चाहिँ हामीलाई लस हुने छौँ बिजनेस वाइज मात्रै होइन, एउटा सिटीको इमेज र हाम्रो एउटा एडमिनिस्ट्रेसनको पनि एउटा ल्याब्स हो कि हामीले फायर पनि हेरेर रहेछ। तपाईँलाई याद छ धेरै साल अगाडि उपहार सिनेमामा एउटा ठुलो काण्ड भएको थियो, त्यसमा अनसरहरूलाई चाहिँ बिल्डिङ खत्तम थियो भनेर चाहिँ लागेको छैन काण्ड, तपाईँको फायर एनओसी कहाँ थियो, सिस्टम्स करेक्ट थिएन भनेर चाहिँ लागेको छ। र हामीले चाहिँ के भन्दैछ भने बिजनेस कम्युनिटीलाई स्पेसली कि फायर चाहिँ अनिवार्य हुन्छ तपाईँहरूलाई, फायरको चाहिँ तपाईँले ल्याउनुहोस्। अहिले ल्याउनु सकेन भने पनि कर्पोरेसनले तपाईँलाई ट्रेड गर्नु लागि तपाईँलाई लाइसेन्स दिन्छ। तर तपाईँहरूले पनि एज अ गुड सिटिजन है एउटा जेन्टलमेन्स प्रमिस राख्नु पऱ्यो र लाइसेन्स पाएर तपाईँ सुत्नु हुँदैन। लाइसेन्स पाएर तपाईँले फेरि फायरमा एप्लाई गर्नुहोस्, आफ्नो फायरको एक्सटिङ्ग्विसरहरू सिस्टम्सहरू भर्नुहोस् र तपाईँ 1 महिनामा 2 महिनाभित्र चाहिँ फायरको तपाईँ एनओसीहरू के छ त्यसलाई हालेर पोर्टलमा अपडेट गर्नुहोस्। किनभने नेक्स्ट इयर पनि कर्पोरेसनले तपाईँले यही भन्नुहुन्छ, लाइसेन्स इस्यु हुन्छ तपाईँले फेरि तपाईँलाई सरकारले डिपार्टमेन्टले तपाईँलाई एउटा तक्की दिएको जस्तो कचल पाएको जस्तो भनेको हुन्छ। खासमा चाहिँ हामीले तपाईँको सेफ्टीको कुरा गरेको, भोलिको दिनमा तपाईँको त्यो बिल्डिङको इन्सुरेन्स पनि पाउनुहुन्छ, किन तपाईँको इन्सुरेन्स पाउनुको लागि थुप्रो थुप्रो चिजहरू गरेको हुनुपर्यो है। र बिजनेस कम्युनिटीलाई मेरो यो अनुरोध छ कि तपाईँहरू अहिले अत्तालिनु पर्दैन, तपाईँले लाइसेन्स पाउनुहुन्छ, जो जसको लाइसेन्स दियो किन नपाउने पैसा तिरेर तपाईँले एज तपाईँले जस्तो बिजनेस गर्नुहुँदैछ तपाईँले लाइसेन्स पाउनुहुन्छ। तर फायर भन्ने चिजमा चाहिँ हामीले सजिलो नलिनुहोस्, यसलाई चाहिँ भोलिको दिनमा ठुलो क्षति ल्याउनु सक्छ। र तपाईँले लाइसेन्स पाएर पनि अझै तपाईँहरूले 1 महिना 2 महिना फायरमा एप्लाई गरेर आफ्नो एक्सटेन्सन भर्नुहोस् र तपाईँहरूले नेक्स्ट इयर चाहिँ हामीले तपाईँलाई लाइसेन्स रिन्यू गर्दाखेरि तपाईँको यो अटोमेटिकली आइरहेको छ, त्यसमा तपाईँलाई प्रब्लमै हुँदैन है। र अहिले तपाईँको जुन चाहिँ यो सुविधा उठाउनुहोस्, तपाईँको सबैको लाइसेन्स इस्युज, टाउन प्लानिङ इस्युज, कतिको घरको लागि छाना लगाउने पर्मिसन आएको हुन्छ त्यो गर्नुहोस्। तपाईँहरू फर इक्जाम्पल अघि हाम्रो जुनले भनेको जस्तो कोहीले एस्टिमेट अफिसमा एकजना नानी बुझाउनु भएको थियो, 4 सालबाट 2 खेप तिरेछ र कसरी पैसा पाउने के पाउने यहाँनिर यो फेसिलिटी छ, तपाईँले गर्नु सक्नुहुन्छ। तपाईँले हामीलाई अप्रोच गर्नुहोस् कि फलानाको लाइसेन्स या तपाईँको लाइसेन्स चाहिँ 2 खेप तिरेछ है, त्यो पनि तपाईँलाई पैसा रिफन्ड हुन्छ, अफिस तपाईँ भइबस्नु। त्यस्तै पाराले तपाईँलाई गार्बेज तपाईँको कहाँबाट पिकअप भएको छ त्यो पनि तपाईँले भन्नुहोस्। तपाईँले हामीले रुट लाइन चेन्ज गर्नुपर्ने हो कि टाइमिङ इम्प्रुभ गर्नुपर्ने हो कि बजारमा मेबी 1 होइन 2 टाइम्स गर्नुपर्ने हो कि यो सबै हामीले लिएर चाहिँ यसमा सिटिजन्स अफ रानीपुरलाई सर्भिस अझै राम्रो छिटो सुविधा इजी पाराले गर्ने हो है। तर तपाईँहरू चाहिँ धेर सेवा नजानुहोस्, कागले काम लग्यो भन्दाखेरि तपाईँहरूले जतिसक्दो आएर यहाँनिर काउन्टरमा सोधेर के चाहिँदो रहेछ कागजहरू हेर्नुहोस्, कागज छैन भने आएर बुझ्नुहोस्। लाइसेन्स जसको छ अफकोर्स लाइसेन्स पाइहाल्छ, तर के गर्नुहुन्छ